तपाईँ हो चाबेल जाने? चाबेल होइन? होइन चाबेल होइन? ए ल बस्नु ल, तपाईँलाई मैले फ्री राइड दिएको ल। कस्तो अलक्षिनी असजिलो होइन, पर्दैन फ्री राइड क्या। ल 100 मा त 100 राख्नु न, 100 रुपियाँ त रिटर्न गर्नु न ल। मेरो नाम दीपक। हजुर वेलकम। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप हजुरहरू आराम सन्चै हुनुहुन्छ होला होइन। अनि सन्चै चाहिँ सन्चै त हजुरहरूलाई राइड ब्लग देखाउनुको लागि आज चाहिँ म मर्निङमा निक्लिसकेको छु र एउटा इन्टरभ्यू पनि लागिसकेको छ रिक्वेस्ट। अनि उहाँलाई लिनुको लागि उहाँको लोकेसनमा जाँदैछु अनि उहाँलाई पिकअप गरेर उहाँको डेस्टिनेसनमा पहुँच्छु होइन। के कस्तो हुन्छ हजुरहरूलाई भिडियोमा देखाउने छु। हजुरहरू मेरो च्यानलमा नयाँ आउनुहुन्छ भने मेरो च्यानललाई लाइक कमेन्ट अनि सेयर र सब्सक्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला भन्दैन। अब भिडियोतर्फ लाग्नु त यहाँ माथिबाट चाहिँ लोकेसन यस्तो देखिन्छ काठमाडौँ है, दक्षिणबाट साइड हो कि। तपाईँ हो चाबेल जाने? चाबेल होइन? चाबेल होइन? ए ल बस्नु। ए हुन्छ हुन्छ। चाबेल चोकमै हो? हजुर चाबेल चोकमै हो? हजुर। ए ल पुलनिर उता पारि। ए पारिपट्टि? हजुर। जब गर्नुहुन्छ कि हो? नै मेरो क्लास छ अनि त्यहाँ इन्टर्न नि थियो कि। ए अनि त्यही कुन उयो के पढ्दै हुनुहुन्छ? बरिस्टा। ए बारिस्ता? हजुर। ए भनेपछि सबै बाहिरकै लागि हो कि क्या हो प्रोसेस? हजुर बाहिरकै लागि हो कि क्या हो प्रोसेस पनि? हजुर। सब पढ्ने सबै बाहिर जाने भयो है। नेपालमा त अब बुढाबुढी मात्रै रहने भयो त। आमा हेलो दिदी। ए म ढिलो हुने भयो कि म पर्ठाउँमा आउँदैछु छु। ए म क्लास ढिलो आइपुग्छु है भन्नेलाई के फोन गरेको। ए हजुर 5-10 मिनटमा त पुगिहाल्नुहुन्छ नि अनि? हजुर 5-10 मिनटमा त पुगिहाल्नुहुन्छ नि अब? होइन मेरो चाहिँ खासमा सुरु भइसक्यो 1 बजीबाट हो। ए तर इन्टर्न नि राखिदिनु भएको छ कि अनि 11 बजीबाट इन्टर्न थियो अनि ढिलो भयो। ए कताको पर्नु हो तपाईँ? हजुर घर चाहिँ कता हो तपाईँको? धादिङ। ए धादिङ नजिकै रहेछ नि त त्यसो भए त। हजुर धादिङ भनेको त नजिकै हो नि त। ए हजुर। कुन देश ट्राई गर्दै हुनुहुन्छ? मैले कोरिया। ए नाम निकालिसक्नुभयो? नै वर्किङमा होइन स्टुडेन्टमा। ए स्टुडेन्ट भिसामा जानु लाग्नुभएको? हजुर। यो बाटो हिँड्नुभएको छ? हजुर यो भित्रको बाटो हिँड्नुभएको छ? एकचोटि त हिँडेको थिएँ, सामाकोसी चोक निक्लिन्छ होइन। कसैलाई त थाहा हुँदैन नि त। हजुर। अनि अब कता लगे जस्तो हुन्छ नि त, फेरि डराउँछ नि त। तपाईँ के थरी हो? मगर। मगर त डराउँदैन, मगर त डराउँछ। ए भनेपछि अहिले गएर बेलुका मात्रै फर्किनुहुन्छ होला होइन? बेलुका 5 बजी छुट्टी हुन्छ। हजुर 5 बजीतिर है? हजुर। पुरै अफिसै गए जस्तो हुँदो रहेछ नि त अनि? त्यस्तो जब गरे जस्तै हुने रहेछ नि त अनि? त्यस्तै भनौँ। त्यहाँ चाहिँ खासमा दिदी नै भएर चाहिँ मलाई इन्टर्न राखेको हो। ए आफ्नै दिदी हो कि पर्ने दिदी? माइजूको चाहिँ बहिनी हो। ए माइजूको बहिनी भएपछि तपाईँलाई सजिलो भयो है? हजुर तर साथी जस्तै छ। ए त्यस्तै भएको राम्रो हुन्छ है? हजुर। यता चाहिँ घर हो कि तपाईँ बालमा बस्नुहुन्छ? रेन्टमा हो? रेन्टमै हो। ए हो र? हजुर। को बस्नुहुन्छ? एक्लै बस्नुहुन्छ कि साथी कि फ्यामिलीसँग? म खासमा छ्यामासँग बस्थेँ फ्लाइटमा। अनि छ्यामा र अङ्कल चाहिँ दुवै आर्मी हुनुहुन्छ कि। अनि अङ्कल प्यारेकमै बस्नुहुन्छ। छ्यामा चाहिँ उता सरेर अहिले उदयपुर पुग्नु भएको। अनि सामान भएर चाहिँ म यहाँ बसेको एक्लै। हजुर। कस्तो धुलो उडाउने क्या? के भन्नुभएको र? कस्तो धुलो उडाउने क्या गाडीले क्या है? अब यो बाटो कहिले बनिसक्छ अनि मात्रै धुलो यो कम हुन्छ होला, नत्र त यस्तै होला नि धुलो। मैले केही सुनेन।
ए धुलो क्या धुलो हजुर कस्तो उडाउने क्या यहाँ आँखै बन्द हुने गरी धुलो उड्छ क्या कलेज चाहिँ कता पढ्नु भएको धादिङमै हो 10 धादिङमा पढेको +2 काठमाडौँमा आएर पढे ए भनेपछि त काठमाडौँ बस्नु भएको त थुप्रो भइसक्यो होला हैन म 3 वर्ष भयो यो अफिस टाइममा फेरि यस्तै जाम हुन्छ क्या अरू भन्दा अन्त हौ कस्तो जाम भयो केमा जाम भएको धादिङ पनि शीतलै ठाउँ हो नि है शीतले होला खोइ होइन यहाँभन्दा त शीतलै हुन्छ नि किनभने त्यो हिल साइड यहाँभन्दा चाहिँ शीतलै हुन्छ शीतलै हुन्छ तपाईँको घर चाहिँ कता हो र मेरो त पूर्व हो नि त ए पूर्व जानुभएको छ छैन जानुभएको छैन नै छैन ओहो राम्रो छ त इलामतिर क्या हजुर इलामतिर ए सुन्नु भएको इलाम नै छैन ए अब 10 मा 12 अनि त्यसका बाजे 10 मा टुसे लाने भनेको थियो कोरोना आएर जान पाएन ए उतातिर त्यो चिया बगानहरू भएको ठाउँ क्या त्यो फिक इलाम भन्छ नि त त्यतातिर त धेरै राम्रो छ त ठाउँ के गरेको है यो 3टा गाडी आमा हो यस्तै भएर मान्छे मार्ने हो क्या यहाँ हेर नि ओके पालैसँग जानु नि अगाडि बढ्नुपर्ने सबैलाई ए भनेपछि अब कोरिया जाने सुरुमा हुनुहुन्छ हजुर जानु होला पैसा धेरै कमाउनु होला कोरियामै पैसा धेरै भनेको कोरियामै छ अरू ठाउँ छैन हो अरू ठाउँ त कहाँ जापानमा त्यति छैन होइन जापानमा त दुःख मात्रै हो होला खै कोरियामा त धेरै छ नि त पैसा ओहो त्यो जाम भएको त विद्यार्थीहरू चाहिँ कहाँबाट आएको यिनीहरू एक्जाम जस्तो छ फेरि अहिले एक्जाम चलिरहेको कतिको एससी हो कि 7 गते होइन आज ल आज एउटा एससी सुरु नि त ए सुरु भएर होला कोरिया गयो भने चाहिँ 3 लाख रुपियाँ चाहिँ कमाउँछ अरे होइन महिनाको हजुर कोरिया गयो भने चाहिँ महिनाको 3 लाख रुपियाँ कमाउँछ अरे होइन सिस्टर वर्किङमा होला आई थिङ्क है थाहा छैन है होइन उयोसँग पनि कमाउँदो रहेछ के हो यो यताबाट जाउँ होला पक्रिनु ल कस्तो जाम भएको यो वसुन्धरामा त के भएको त्यही त भने फ्यामिलीमा सरी मलाई पक्रिनु फ्यामिलीमा चाहिँ को हुनुहुन्छ दिदी बहिनी कतिजना फ्यामिलीमा म चाहिँ जेठी अनि ट्विन्स सिस्टर छ ए ट्विन्स सिस्टर हजुर अनि दाजुभाइ छैन ओहो भनेपछि सबै जिम्मेवारी त तपाईँको पो रहेछ त अनि भनेपछि त अन्त धेरै जिम्मेवारी त तपाईँको पो हुने रहेछ त अब त काठमाडौँको बाटो गाउँमा चलाए जस्तो लाग्छ मलाई त बेला बेलामा बरु गाउँमा योभन्दा राम्रो हुन्छ बाटो है अनि त्यति जाम पनि त हुँदैन यहाँ त ओहो तर हाम्रो गाउँतिर त छैन नि यस्तो बाटो छैन अझै बाटो पुगेको पुगेको त छ मतलब पिच गरेको छैन होइन सबै त्यहाँ चोरै चोर भएर त्यस्तो भएको क्या त्यो नेताहरू हुन्छ नि त्यो सबै आएको हुन्छ क्या त्यहाँ बजेट छुटेको हुन्छ होइन तर सबै नेताहरूले खाएर क्या त्यो होइन अब खुल्यो उयो यतापट्टि जाने हो यो उयो बुढानीला कण्ठतिर जाने बाटो हो नि त यो साइड मात्रै जाने हो होइन अहिले चाहिँ खुल्यो यो यता जानुको लागि चाहिँ जानु पाउँछ होइन यता जानुको लागि चाहिँ बन्द थियो नि त अघि त्यहाँ रातो हो त्यतिखेर चाहिँ रोक्नुपर्छ है ए भनेपछि त तपाईँ त जेठा छोरा होइन हो नि जेठा छोरा हो नि तर छोरा मान्छेले भन्दा पनि नि होइन छोरी मान्छेले बुवा आमालाई धेरै माया गरेको देखेछु मैले
परेको नि होइन होइन त्यो हुँदो रहेछ क्या छोरा मान्छेमा चाहिँ त्यो बुढी ल्याइसकेपछि होइन बुहारी आइसकेपछि अर्कै हुन्छ होइन तर छोरी मान्छे बिहे गरेर गएर पनि होइन बुवा आमालाई राम्रो हेरेको मैले धेरै ठाउँ देखेको छु क्या किनभने स्वभावमै मायालु खालको हुन्छ नि त दयालु खालको हुन्छ नि त छोरी मान्छेहरू त्यो भएर हो होला है तपाईँ चाहिँ कतिको दयालु हुनुहुन्छ त के थाहा अब आफूलाई थाहा हुँदैन भनेपछि बाउ आमाको जिम्मेवारी रहेछ होइन ल राम्रोसँग पढ्नु होला राम्रो कमाउनु होला है बुवा आमालाई राम्रो हेर्नु होला अच्छा हमको सिखा रिया है बोयफ्रेन्ड हेर्दा पनि त्यस्तै खालको हेर्ने क्या बुझ्ने खालको हेर्नुपर्छ क्या अब अहिले त नबनाऊँ होला पहिला अब हेर्न त हेर्छु पछि अब आफ्नो फ्युचर बनेपछि ए अब कहिले एक्जाम दिनुहुने हो एक्जाम होइन मैले आइएल्स दिइसकेँ अनि सेप्टेम्बरको इन्टेक हो गर्ने अब ए कोरियन भाषाको चाहिँ भन्नु खोजेको मैले ए कोरियन भाषाको त म त ओरीमा त नजाने किन ए स्टुडेन्टमा जाने है स्टुडेन्टमा जानु खोज्दै हुन्छ ठिकै पछि अनि फेरि बुढालाई पनि लानु पाउँदो रहेछ नि त स्टुडेन्टमा त लानु पाउँछ ओ माई गड कुन चाहिँ भाग्यशाली परेछ हौ फेरि के त होइन होला किन ढाँटेको छ होला नि नै त्यस्तो इन्ट्रेस्टै जाँदैन कि ओहो ए फ्युचर नबनुन्जेलसम्म हो एकदम राम्रो सोच त सोचाइ त धेरै राम्रो छ होइन सोचाइ अनुसार काम गर्नु होला त्यही हो ए हवस् थ्याङ्क यू वेलकम तपाईँलाई कहाँनिर हो भन्नु त मेरो त उता पारि ठ्याक्कै पुलनिर त्यहाँ उता उता हो उता ए त्यो माथिको यस्तो पुल यस्तो छ नि आकाशे पुल हजुर ए ल ल ल हुन्छ म त्यहाँ छु ल्या लोकेसन दिँदै हालिदिनु भएन र होइन मैले अघि हेर्नु चाहिँ हेरेको थिएँ कि चाबेल थियो त्यति मात्रै हेरेँ नि ए दिदीले गरिदिनु भएको हो मेरोमा पाउँदै नपाएकी नेटै नचलेको ए अनि दिदीले गरिदिनु भएको आधा घन्टै ढिलो भइसकेछ नि त आज त म हो टक्कै यहाँ रोक्दै हुन्छ त्यो अझै उता पर यही रोकिदिनु क्लास हेरेर जाने हो ल बिस्तारै हो तिमी ल तपाईँलाई मैले फ्री राइड दिएको ल कस्तो अलक्षी नि असजिलो होइन पर्दैन फ्री राइड क्या वेलकम थ्याङ्क यू सेम टु यू तपाईँको धेरै भयो नि त यो 100 मात्रै दिनु नि त ल 100 मात्रै 100 राख्नु न 100 रुपियाँ त रिटर्न गर्नु न ल मेरो नाम दीपक हजुर वेलकम ल मैले चाहिँ सिस्टरलाई होइन फ्री राइड पनि दिन आँटेको थिएँ होइन दिनु खोजेको उहाँले मान्दै मान्नु भएन होइन उहाँलाई चाहिँ असजिलो लाग्छ यताउता मलाई अप्ठ्यारो लाग्छ भनेको अनि भनेको यस्तै हुन्छ कहिले कहिले फ्री राइड गर्छु भने होइन अब बाध्यताले लिनुपर्ने हुन्छ क्या आज त मलाई लिने चाहिँ इच्छा त थिएन होइन त्यही हो होइन अनि हजुरहरूलाई मेरो भिडियो के जस्तो लाग्छ होइन सानो कमेन्ट गरिदिनु होला अनि च्यानललाई चाहिँ सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला भन्दै होइन आजको यो भिडियोबाट चाहिँ बिदा लिन्छु हस् त